ल साथीहरू, अहिले हामी ड्रोन खोज्ने क्रममा अलिकति काम भएकोले गर्दाखेरि थोरै शीतल बसेका छौँ। अब केही समयपछि हामी फेरि पनि ड्रोन खोज्ने तर्खरमा लाग्नेछौँ। मेरो हातमा यहाँ रिमोट छ। अब यो रिमोटमा अनकन्ट्रोल भइसकेपछि यो ड्रोनलाई हामीले कन्ट्रोलमा ल्याउन सकेनौँ। त्यो भएकोले गर्दाखेरि ड्रोन गायब भयो। बाँदरको हातमा नरिवल जस्तै भयो साथीहरू। यो चाहिँ अहिले हराउनेको उद्देश्य पनि होइन, यो किन हरायो म ठ्याक्कै भन्दैछु म तपाईँहरूलाई। 2-3 बजेतिर हिजो हामीले उडाएको ठाउँतिरै जाने अनि त्यति उडाउने भन्ने सोच थियो। तर अर्को कुरा के आयो भन्दाखेरि अब घर छेउतिरको यसो भिडियो निकालौँ न त, फर्स्ट टाइम सिक्दाखेरि नै भनेर भिडियो गरिवरी क्यामेरा सबै डिभाइस कनेक्ट गरिवरी ड्रोन चालु गऱ्यौँ। चालु गरिसकेपछि करिब 500 मिटर जति माथि उड्याएको थियो होला। त्यत्रो पनि थिएन 500 मिटर थिएन साथीहरू। मान्नु 200 मिटर चाहिँ थियो, त्योभन्दा माथि चाहिँ थिएन। बढीमा 200 थियो है। एउटा सुपारीको रुख र त्योभन्दा माथि करिब 6-7 फुट माथि थियो, त्योभन्दा चाहिँ थिएन। त्यस्तै बढीमा 200 मिटर जति माथि थियो। ड्रोन आयो टक्क यहाँनिर चाहिँ भिडियो, त्यहाँसम्मको भिडियो छ, त्यहाँदेखिको भिडियो छैन साथीहरू। त्यो मकैबारीको भिडियो अलिकति छ, त्यहाँदेखिको भिडियो छैन। भिडियो अफ भएर ड्रोन कुद्यो र हरायो भन्ने शङ्का छ है। अब केही समयपछि हामी फेरि म ड्रोन खोज्नको निमित्त अघि बढ्नेछु। अब अहिले घाम मजाले छ है। त्यति बेला ड्रोन उडाउने क्रममा घाम पनि थोरै कम थियो अनि त्यो भएकोले गर्दा यति उडाउँ भन्ने थियो। अनि त्यही बेलामा सिरिरी अलिअलि हावा पनि चल्यो। अनि त्यही माथि यो 360 घुम्यो, ड्रोन अनकन्ट्रोल भयो, हरायो। भिडियो फेरि अफ भएका। भिडियो अफ नहुँदाखेरि सजिलो हुन्थ्यो हामीलाई खोज्दाखेरि। ड्रोन झरेसम्म भिडियो देख्न पाइन्थ्यो नि त। भिडियो डाइरेक्ट अफ भयो अनि ड्रोन कहाँ उड्यो या झऱ्यो पत्तो छैन साथीहरू। अब आशा गरौँ अझै पनि ड्रोन भेटिन्छ भनेर। ल, धन्यवाद।